ल रमाइलो गफ भयो यार तेरो मेरो त अब घर जाने बाटो सँगै निस्क्यौँ त है ल नि ए साँच्ची मम्मीले चिनेर जानुभएको थियो ल्याउनै बिर्सेछ कसो जानु पर्यो गलत बुझिस् के उठ्छ तँलाई हामी सम्झाउँछु ल त्यस्तो के होइन कि साथी तैँले उल्टो बुझ्यो प्लिज ठिक छ मैले बुझिसकेँ यसले खुवाएको मलाई त यसले हो मलाई होइन यसले खुवाएको होइन यसले हो मैले खुवाए पनि पैसा भेटेको पैसा हो क्या अन्त घर गइसकेपछि तँलाई कसरी भन्नु भन् त मेरो नम्बर थिएन तसँग एक कल गर्न सक्दैन थिइस् अब मेरोमा ब्यालेन्स थिएन यसलाई गर भने यसले होस् भन्यो अनि होइन ठिक छ भने जिग्री सेकोमा आएर एक्लै सेको खायो नि तिमीहरूले मलाई आउँदै तिमीहरूको जिग्री नभन्नु के भन्नु त त्यही त के भन्नु तिमीहरूको बाउ भन्छ हाले यत्रो बच्चादेखि यत्रो हुँदाखेरि तँलाई त मैले पेन्टी लाउँदै देखाएको थिएँ त्यो त मैले सबै देखाएको छु तेरो पनि देखाएको छ इमोसनल भएको बेलामा जोक नगर्नु भयो तिमीहरूको सेक्का तिमीहरू नै खा मलाई काम छैन र मलाई आउँदै साथी नभन् म चाहिँ गएँ एक्सक्युज मी सर हजुरको बियर धन्यवाद भाइ ठिक छ यो पालि मैले माफ गरेँ अर्को पालि यस्तो नआउँछ अनि मगायो नि तिमीहरूको पनि के नखाने बियर मैले दिएर चाहिहाल्यो अनि के हो यो ए चिकन सेक गरेछ पोर्क मगा पोर्क ए भाइ पोर्क ल्याऊ त पोर्क